पहिला यो पनि बनाएको थिएन नि केटाहरू यस्तो थियो पहिला यहाँ पानी थियो होला इमेजिनेसन होइन त किला छेउछेउमा पानी थियो होला पहिले भत्कै थियो यार अहिले चाहिँ एकदम राम्रो बनाएको छ यो टुरिस्टहरूको लागि होइन पहिला चाहिँ राजाले यहाँ बसेर मुनि सब हेर्न भ्याउँथ्यो होला त्यही भएर टपमा बनाउला होला उत्तम बाइक जान्छ माथिसम्म जान्छ होला त्यो माथिबाट चाहिँ स्ट्रेट हो गाडी चाहिँ कति पाइन्छ गाइज के छ हामी चाहिँ अहिले मर्निङमा मकनपुर गढी घुम्न आएको छौँ होइन सो हिजो चाहिँ हामी उता ठाउँको नामै प्रनाउन्सिएसन नै गर्न आएन सो मकनपुर गढी चाहिँ देखाउँला यहाँबाट माथि चढ्ने कति थप्या हाम्रो लागि बुझ्दिनलाई हाम्रो सबजना ढलिसक्यो इमेन्सी दुई शब्द केही भनिदिनु पर्यो इमेन्सी सरी उत्तमजी यही दुई शब्दले गरेर तेरो हिजो के भएको थियो याद होला नि मेरो केही भएन विकासी सो भरिङ चाहिँ तपाईँहरू हेर्नु सक्छ है केटाहरू भरिङ चढ्दैछौँ गाइज अहिले फिलहाल होइन घाम चाहिँ यताबाट आएको कारण गरेर यस्तो चाहिँ यताबाट क्लियर देख्दछ गाइज यो भरिङ त त्यति अर्को छैन यस्तो भ्यू देख्छ है एउटाको यो धुर्बी हात्ती चाहिँ लडाइँमा प्रयोग गरेको भने आइरहेछ हाम्रो उत्तमसीबाट तर पहिला आउने बेला भरिङ थिएन नि यति राम्रोसम्म त्यो रिप्लेस भएछ मकनपुर गढीमा तोप तानेर जाने हात्ती यही हो र त्यो बेला यार जिन्दै जन्मै थिएन म यार कसरी तेरो कुरालाई विश्वास गरौँ हौ टुरिस्ट गाइड भनेर किन ल्याइ यहाँ हेर्न सक्नुहुन्छ है भ्यू यस्तो देखिरह तर मूर्ति राम्रो छ है शालिक भन्छ है सो हुन चाहिँ यही हो इन्ट्रेस्ट चाहिँ अगाडिबाट होला गेट अब यो पहिल्यै म 8 क्लास पढ्ने बेला आएको थिएँ यार पहिले त राज्य थियो नि त नेपालमा पनि धेरै राज्यहरू थियो नि त राजाहरू थियो नि त अनि यो मकनपुरको राजाको दरबार चाहिँ यो हो कि यो चाहिँ मेन हामी छिर्दैछौँ विकासी यस्तो छ है ऐतिहासिक मकनपुर गढी सो पिलर हेर्न सक्छौ है यसलाई फेरि रिकन्स्ट्रक्सन गरे अब पहिले भत्कै थियो यार अहिले चाहिँ एकदम राम्रो बनाएको छ यो टुरिस्टहरूको लागि होइन यस्तो छ है ए भित्रै छिरौँ न अब मिल्छ अनि यो त अहिलेको हो त यार यस्तो छ है भित्रको लुक्स ऐतिहासिक रोमियोजी यता नि त्यस्तै हो ओ यो इँटाको चुइटा हेरौँ न यत्रो त्यो बेलाको हेर अहिलेसम्म टिकिरह है एजुअली केही पानीहरू स्टोर गर्नको लागि होला उता हेर नि त्यसमा नि अरू छ यो ढुङ्गाहरू पहिला बिग्री थियो होइन अहिले चाहिँ रिकन्स्ट्रक्सन रिफब्लिस हो कि के भन्छ त्यसलाई
विकास यस्तो छ है मकनपुर गढी कृपया पर्खालमाथि नचढिदिनु होला भनेको छ होइन अब सबजना त्यस्तै चढ्ने खालकाहरू छन् यहाँबाट चाहिँ बाहिर जाने होला सायद अब हुनसक्छ राजा रानीको एक्जिट डोर अर्को बिल्डिङ नि घुमौँ न पहिला चाहिँ राजाले यहाँ बसेर मुनि सब हेर्न भ्याउँथ्यो होला त्यही भएर टप पहिला त्यो एक तल मात्र होइन 2-3 तलै थियो होला सायद है उत्तम यति ठाउँमा त राजाहरू सेनाहरू कसरी बस्न सक्छ राजा भित्र बस्ने सेनाहरू बाहिर बस्ने सुत्नु त पर्ला नि बाहिरै हुन्छ नि त यो बिचमा चाहिँ मन्दिर होला पूजा गर्ने यो चाहिँ तोपहरू राखेर हान्नलाई होला सायद है मेबी हामी अहिले उतै पनि घुम्नेछौँ नेपालको झन्डा छ माथि नचढ्ने मात्रै भन्ने हो केटाहरू आइसकेपछि कोही टिकटक बनाउँछ के हुन्छ यो नेपालको झन्डा छ नि लोकतान्त्रिक गणतन्त्र नेपाल पहिलाको चाहिँ यस्तो थियो अरे के 1 2 3 4 5 6 यो प्रदेश अहिले प्रदेश भइकन पछि बनाएको यो भनेपछि हामी पनि बागमतीमा होइन मध्य प्रदेशमा पढ्ने रहेछ मुनिको भ्यू पनि यस्तो छ है नीचे बारंग में फोटो खींचेंगे 2000 ठीक है चलिए पहले अहिले जस्ताएर फल्ला मात्रै छ त्यस्तो त्यतिसम्म चाहिँ नभनौँ न हो यस्तो छ तोपको गोलाहरू राख्ने ठाउँमा अहिले जस्ताएर काठहरू छ फलामहरू छ मेरो एउटा साथी त्यहाँ टिकटक बनाउँदैछ है हाम्रो उत्तम सर चाहिँ हाम्रो गाइडिङ गरेर त्यो बेलाको सेनापतिहरू सुत्ने ठाउँ यही हो भुइँमा कार्पेट ओछ्याएर कार्पेटमै यो ओरिजिनल होइन होला है फेरि ओरिजिनल यतिसम्म हुन्छ होला र मेरो साथी चाहिँ अहिले फिलहाल तोपको गोलाको एक्सप्लोरमै बसिरहेछौँ तोपको गोला खोज्ने क्रममा हामी यहाँ थोरै काठ भेटेका छौँ तर यो ओरिजिनल होला यो चाहिँ है त्यही बेला जमानाको यो सायदै राजा र रानीको यता चाहिँ मान्छेहरू त्यो अहिले यता सरसफाइ गर्ने स्टोर गर्नलाई सामानहरू आयो होला सांस्कृतिक कलाकृति अनुसार बनाइएको ढोका यो चाहिँ ओरिजिनल होला पुरानो शैलीसँग बनाएन हाम्रो यहाँ मकनपुरगढीको पूजा गर्ने पुजारी बाजे त्यहाँ उता हुनुहुन्छ जसलाई चाहिँ यसले देखाएन वंशगोपाल राजाले बनाएको मन्दिर मूर्तिको फोटो खिच्न मनाइ छ कृपया नखिचिदिनु होला यहाँ यस्तो लेखिएको छ सो जति देखाउन सक्यौँ त्यति नै ठिक छ यस्तो छ अहिले पहिलाभन्दा धेरै मच बेटर छ सो यो चाहिँ पुरानो बोट्स पिउने पानी विकास यस्तो छ है हामी अब जान लाग्यो अस्ति हिजो त्यहाँ स्टे गऱ्यौँ हामी सो अहिले मेरो साथी रेलिङमाथि हिँडिरहेछ हिँड्न चाहिँ मनाइ छ भने जस्तो लागेको थियो सो त्यो मूर्ति जस्तै यसलाई नि बाँधेर राख्ने बेला भइसक्यो सो प्लेसेस आर सो ब्युटिफुल गाइज अब हजुरहरूलाई मेरो ब्लग मनपर्छ भने प्लिज लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला सो यति भन्दै हामी घरतिर लाग्यौँ सो थ्याङ्क यू सो मच